के गर्दैछौ? आज कता जाने हो त? के छ विचार? हाम्रो यात्रा कहाँसम्म हो आजको लागि? तिमी भन, त्यही जाउँला। अनि आज आज हामी धेरै लङ टाइमपछि दुईजनाको सँगै छुट्टी भएको अनि यसो प्लान गरौँ। अब गाडीमा बसिहालौँ, यसो प्लान गरौँ अनि त्यतै जाउँ। आज भोलि त छुट्टी छ होइन? होइन होला, के ग्रोसरी मात्रै गरेर फर्किने हो? के विचार छ? होइन, ग्रोसरीमा चाहिँ नगर्ने। आज चाहिँ घुम्न जानुपर्छ कतै। हो र आउटिङ जाने? धेरै टाइम भयो कि घरमा बसेको, काममा गयो जाने, घरमा आयो अनि त्यही त हो। कहिले कस्तो छुट्टी हुने, कहिले कस्तो छुट्टी हुने है। ओके, ल त नि त्यसो भए आज एउटा विचार गरौँ न त। कतै कहाँ जाउँ भन्दाखेरि सन्नी पनि छ दिन, एकदमै घमाइलो छ दिन चाहिँ। त्यो कार चाहिँ ननिकालेको पनि अलि धेरै दिन भयो। बिचराले चाहिँ मलाई कहीँ लाग्दैनस् भनेर गाली गर्दै छ होला। त्यही भएर अब यो गाडीलाई पनि यसो तताउनु पर्यो। अलि आज चाहिँ अलि दिनपछि धेरै घमाइलो भएको छ। मैले पनि विचार चाहिँ गर्दैछु कहाँ जाऊँ भन्दा यसो गरौँ न त। हामी लास्ट टाइम एकचोटि गएको थियौँ नि धेरै अगाडि चाहिँ, त्यो के भन्छ त्यो के अरे नेचर वन्डर के अरे कोटाको पेनिन्सुला हुँदै जाने के त्यता जाऊँ है? पोर्टोबेला हुँदै जाने। ए यस यु आर राइट होइन, पोर्टोबेला हुँदै जाने, नेचर वन्डर जाने। पनि लाग्दैन। ओके, एल्बर्ट सेन्टर होइन? ओके, त्यतै जाउँ न त, के छ? ओके हुन्छ त नि, जाउँ न त। कति राम्री भएर आएकी हो त तिमी? राम्रै भइसु नि, एकदमै राम्री भएको छु। के हो फुरुङ्ग भएछौ त? मन फुरुङ छ त तिम्रो? होइन, त्यतिकै आज छुट्टी भएको धेरै दिनपछि स्याटरडे सन्डे, ह्याप्पी नि यतिकै। ओके ल, ह्याप्पी हो भने घरमा चाहिँ वाइफी ह्याप्पी त आफ्नो जिन्दगानी नै ह्याप्पी। त्यही भएर अब चाहिँ वाइफीलाई ह्याप्पी बनाएपछि सबै कुरा ह्याप्पी हुन्छ। त्यही भएर अब हामी यो सुसीहरू चाहिँ अब घुम्न जाँदैछौँ। लेट्स फलो अस गाइज। हामी चाहिँ आज नेचर वन्डर यो चाहिँ हामी डनेडिन न्युजिल्यान्डको एउटा चाहिँ ब्युटिफुल स्पट छ, त्यहाँ चाहिँ हामी घुम्न जाँदैछौँ। अब हाम्रो सहमति चाहिँ त्यहीँसम्म जाने भइराखेको छ। अब हेरौँ बाटोमा केही चाहिँ प्लान चेन्ज त हुँदैन होला तैपनि होइन। चेन्ज के छ पिछा हेर्दै जाउँ होइन। तैपनि अब यो यात्रामा जोडिनु होला। अब सी यु गाइज, लेट्स फलो अस। ओके, अब गाडी भुइकाउँदै पर्यो। अब हामी चाहिँ आज छुट्टी भएको धेरै दिनपछि ल लेट्स गो है त। हामी अब लाग्यौँ यहाँ चाहिँ। अब हामी चाहिँ समुद्रको किनार हुँदै बेबी गाडी चलाइरहेको छ। म चाहिँ यहाँ पुरा भ्यू खिच्दै होइन क्यामेरा लिएर हिँडिरहेको छु। अनि क्यामेराम्यान भएर क्यामेराम्यान होइन के म क्यामेरा गर्ल हो। अनि कस्तो गर्ल्स भइरहेको छु। राम्रो खिच ल। हुन्छ नि, यो चाहिँ त कति राम्रो देखेको आज कस्तो सनी है, कस्तो राम्रो बादल के हेर न, यस्तो राम्रो छ के। ओहो दिन है, कस्तो राम्रो हेर त सन, कस्तो राम्रो देखिया छ है। यो बाटो हेर कस्तो राम्रो छ। यिनीहरूले चाहिँ विकास चाहिँ गरेकै हुन् के है। एकदम के है, हाम्रो देशमा भए भए अहिले यस्तरी हामी गइरहेको छ नि, त्यो माथिबाट पुरै पहिरो आउँथ्यो बिचमा होइन। यहाँ चाहिँ कस्तो म्यानेज हो कि। यिनीहरूले धेरै पहिला विकास गर्न सुरु गरे नि त, त्यही भएर पनि हो। कस्तो राम्रो भ्यू के है, स्टनिङ छ के। हजुर चाहिँ सिधा अगाडि हेर्छु, म चाहिँ यता साइडमा टप्पै खिच्दै गर्छु अनि घरतिर हेर्छु ल है त। म त त्यही त गरिरहेको छु, तिमीले पो खिचिरहेको छौ। म त कहाँ गाडीको बाटो हेरेर चलाउनु पर्यो नि त बेबी। त्यही त मैले भनेको त। अनि के अरे कस्तो राम्रो निलो देखेको कि, माथि पनि आकाशमा पनि समुद्रमा पनि है। ओके, वाक गर्ने जस्तै दिन रहेछ। हामी चाहिँ ड्राइभिङ गर्नु लाग्यो है। ओपट्टि आयो, स्लो डाउन गर्दै गइसक्यो। अब धेरै लामो छैन, हामी जस्ट 45 मिनट ड्राइभ हो होइन, धेरै लङ छैन।
यस्तो रमाइलो छ एल्बर्टस हेर्नलाई एक्साइटेड छौ त म त एकदम एक्साइटेड किनभने लास्ट टाइम हामी गएको थियो त्यति बेला चाहिँ एकदम हावा लगाएर केही गएको जस्तै भएन कि आज चाहिँ एकदम धेरै राम्रो वेदर छ त्यही भएर चाहिँ जाम न भनेर यसो प्लान गरेको कर्बी रोड छ त है कस्तो के है घुमाउरो के त्यस्तो धेरै होइन नि यो बाटो त यस्तो घुमाउरो छ भने त तिमीलाई त म क्यामेरा चलाएर भएर होला होइन मलाई फिल भयो यस्तो कर्भिङ छ नि त त्यो उसको बेन्डिङहरू छ क्या धेरै नै सी साइडको यति बेला नेपालमा कस्तो राम्रो भएको होला है वैशाख चैत वैशाखमा त पुरै लालीगुँरास फुलेको होला यस्तै राम्रो भएको होला नि त्यहाँ चाहिँ अहिले स्प्रिङ सुरु भयो नि त स्प्रिङमा यहाँ चाहिँ अब अहिले अटम पुरै पातहरू झर्न लाग्छ तर यो त सीको साइडमा भएर होला कस्तो राम्रो देखिरहेको छ है ग्रिन देखिन्छ कि होइन ग्रिन छ त यहाँ विन्टर स्टार्ट खासै भएको छैन होइन अहिले चाहिँ अब अलि टाइम पछि चाहिँ हुन्छ होला अहिले त नेपालमा पो सही राम्रो हुन्छ यहाँभन्दा नि अब यहाँ जाडो हुन्छ अब यहाँ धुम्म हो आज चाहिँ एकदमै एक्सेप्सनल दिन हो यो राम्रो देखियो यो चाहिँ लास्ट होला कि मतलब यो कि सन्नी भएको अब यो लास्ट नै होला हैन अब 2-3 महिना त घाम देख्न पाइदैन नि कस्तो राम्रो देखिएको ल हेर राम्रो क्यामेरामा राम्रो खिच हैन म त ड्राइभिङ बाटोमै फोकस गर्दैछु तिमी क्यामेरातिर हेर्दै गर फेरि 40 को स्पिड आइरहेछ त अझै पनि हेर्छु ठिक छ अब चाहिँ यहाँ बिचमा एउटा डेरी आउँछ है त्यहाँ रोक्छु ल मलाई कस्तो भोक लागिरहेछ हो यहाँनिर यो पोर्टोबेलो होइन यो पोर्टोबेलोमा एउटा डेरी छ त्यहाँनिर चाहिँ खाउँला नि त त्यहाँनिर त्यहाँ पालितिर छ मलाई एउटा ड्रिङ्क छ अनि गम ल्याइदिन्छु ल ओ माइ गॉड गम खाने भने कि रम खाने हैन गम पो खाने हो ओके ल ठिकै छ त हुन्छ नि त त्यसो भए गम खान्छौ तिमी ल म चाहिँ यहाँनिर चाहिँ गम ल्याइदिन्छु तिमीलाई ल रुक ल म एकैछिनमा आइहालेँ त तिमी नझर्ने म नझर्ने हजुर गइछु ओके ल तिमी चाहिँ अब रेकर्ड गर्दै गर म चाहिँ गएर आउँछु तिमीले चाहिँ यो गर हेर कस्तो राम्रो छ क्या है आज त दिन ओ माइ गुडनेस यस्तो पो हो त दिन यार निलो आकाश थुप्प अलि चाहिँ त्यो उसको के अरे त्यो सिपको उल जस्तै के बादलका टुक्राहरू अनि यो निलो आकाश हेर्दै हामी तिमी र म कस्तो रमाइलो भइरहेछ होइन अफकोर्स नि रमाइलो हुन्छ नि त हेर त कस्तो राम्रो छ मौसम त माइ गॉड यार जाम ल हैन अब गाडी जाम ल तिमीलाई ल्याइदिइसकेँ मैले अब ल्याइदिएको छु हुन्छ थ्याङ्क यू अब हामी जाम अब यहाँबाट धेरै छैन होला सायद अझै छ नि ओ हेर तिम्रा फेभरेट लिखाहरू छन् त्यहाँनिर होइन आई मिन लिखा भनेको त्यो हो के बेडा सिपहरू यिनीहरू चाहिँ जहिले चाहिँ केही बुइमा गरिराखेको हुन्छन् होइन जुम्रा चाहिँ छैन रहेछ के हो के ठिक छ त होइन र यो अब हामी अब अर्को घुम्टी यस्तै बेन्डिङ रोड हुँदै चाहिँ हामी आइराखेको छौँ रमाइलो छ है ड्राइभिङ यस्तो रमाइलो हुन्छ कि यो बाटोमा ड्राइभिङ विन्टरको यो सन्नी टाइममा ड्राइभिङ गर्न त क्या रमाइलो लाग्छ कि ब्युटिफुल टाइम हुन्छ है एकदम रमाइलो छ नि क्या हुन्छ कि रमाइलो हुन्छ आज भोलि त रमाइलो हुन्छ होइन यही त हो रमाइलो लाइफ यही एकदम सही छ लाइफ चाहिँ रमाइलो छ तर घर परिवार चाहिँ मिस हुने कि है एकदम धेरै हो र मलाई त एकदम मिस हुन्छ नि ठिकै छ अब त्यस्तै अब त म हजुरसँगै छु हजुरलाई के मिस हुन्छ मलाई पो मिस हुन्छ ए तिम्रो परिवारमै हो त यार किन चाहिँ मिस गर्नु पर्यो र होम सिकनेस नेपाल मलाई आजकल त्यति साह्रै चाहिँ लाग्दैन जहाँ बस्यो त्यस्तै रमाइलो हुन्छ रमाइलो गर्नुपर्छ अब नेपाल गएमा होइन म सिन हेरिरहेको छु खिच्छ न तिमी खिच्दै गर यार कस्तो राम्रो बाटो छ क्या है एकदम ब्युटिफुल डे है न्युजिल्यान्ड है नेचर चाहिँ देखे हो कि होइन कस्तो राम्रो के यो चाहिँ भाग्यले पाएको हो के ठाउँ चाहिँ
होइन यिनीहरूले चाहिँ कहाँबाट ल्याएर यस्तो राम्रो बनाएको रहेछ त्यो डेभलप गरेको के पपुलेसन चाहिँ एकदम थोरै है तर डेभलप के एकदम राम्रो छ ओहो हेर त त्यो बादल कस्तो राम्रो ओहो सही के हेर न ओहो त्यो बादलका टुक्रा टुक्राहरू अनि त्यो टुप्पो निस्केका तिनी त्यो उसका के अरे पहाडका थुम्पाहरू हेर न ल खाँदै गर न तिमी खाऊ न म ड्राइभिङ गर्दैछु अब क्यामेरा यता राख्छु अनि म खाँदै गर्छु है ओके ल ठिक छ गर न तिमी रेकर्ड गर म मेरो आवाज आइरहेको छ नि त्यहाँ म बोल्दै चलाइरहेको छु त त्यो त हो कि यहाँ हेर न अब के भने नि के भन्दै थिएँ मैले हजुरलाई बिर्सेँ के भन्दै थियो भन न भन्दै थिएँ के कुराहरू अब बिर्सेँ एउटा यस्तो बिर्सिनु त भएन नि त त्यो त हो के रे हामी कतै यहाँ साइड लगाउन मिल्छ भने साइड लगाऊँ न है अब त डाइरेक्ट हो हामी यहाँनिर मिल्दैन अब आइहाल्यो 2-4 मिनट हो 2-4 मिनट हो ओके अब 4-5 मिनटमा पुगिन्छ होला यस्तो राम्रो भ्यू आउँछ अब हेर म तिमीलाई देखाउँछु त्यो अन्त तिमी पहिला गएको हो तर बिर्सेँ कि कति मतलब अब यहाँबाट कति छ भनेर त्यही भएर अब धेरै छैन अब आइपुग्न लागिसक्यो अब यस्तै बेन्डिङ रोडहरू आउँछ अनि त्यसपछि आउँछ वाटर रहेछ त कस्तो दामी देखियो आज राम्रो छ क्या यो वेदर त एकदम सही छ एकदमै राम्रो क्या एकदमै राम्रो वेदर है अब हामी आयो होइन अब आज के लन्च गर्ने त लन्च त अब खै के गर्ने विचार गरौँला अहिले होइन लन्च गर्नुपर्छ लन्च गरौँला नि लन्च बाहिर गर्ने कि डिनर गर्ने आज हामी के गर्ने भन्दाखेरि लन्च बाहिर गर्ने यसो गरौँला नि त यो गरौँ अनि सकौँ अनि त्यसपछि एउटा म तिमीलाई एउटा चाहिँ ऊ देखाएको छु कि मैले साउथ इन्डियन इडली डोसा छ होइन त्यहाँ हो त्यसो भए त्यहीँ जाउँला नि त है त्यहाँ डिनर जाने कि लन्च जाने त्यहाँ लन्च जाने लन्च गरौँला अनि त्यसपछि फर्केर अनि त्यसपछि गरौँला लन्च यहाँबाट फर्केर अनि त्यसपछि लन्च गर्ने पहिला यो हेरौँ न है यस्तो ब्युटिफुल छ क्या आजको वेदर है यस्तै राम्रो क्या यहाँ त मोनार्क रहेछ यहाँ चाहिँ फेरीहरू चाहिँ राइड गर्नु पाइँदो रहेछ यहाँनिर थिएँ है फेरी राइड गर्छ र बुक गरेको छैन होइन आज नगर्ने पहिला गरिसक्यो त हो र ल ठिक छ त्यसो भए गरौँ गरेको भए त ठिक छ नि त मतलब हामी नेचर अन्डरमा गएर वाक गर्ने होइन अनि सिनहरू हेर्ने अनि त्यसपछि त्यही गर्ने त्यसो 2-4वटा फोटोहरू लिने अनि ब्याक टु लन्च गर्न जाने ओके वाह कस्तो बेन्डिङ रोडहरू त कस्तो राम्रो भ्यू देखेको है यहाँनिर माई गुडनेस राम्रो छ यार एकदम सही छ एकदमै राम्रो देखेको छ आज त वाटर पनि कस्तो स्टनिङ के क्लाउडहरू यस्तो त कहाँ देख्न पाइन्छ हो यो आज चाहिँ राम्रो दिन पारेर आइएछ कि है हामी चाहिँ एकदम सही छ छ क्या दिन चाहिँ एकदमै ठिक छ क्या यो है हेर त बेन्डिङ रोड माई गुडनेस अनि के छ त अनि हेर अब हेर ओ माई गॉड अर्को प्लान के छ आज भन्छु नि ल म क्यामेरामा यो सबै क्याप्चर गर्छु कि होइन अबको प्लान तिमी गराउने हो नि त साइडमा बसेको डिजे हो तिमी भिडियो पनि बजाउँदैनौ गाना पनि बजाउँदैनौ भिनुमा न गाना बजाउँछ उसमा अघिदेखि यत्रो बाटोभरि मेरो आवाज यस्तो मधुर आवाज सुनिरहेको छ त्यसमा हजुरलाई गाना किन चाहियो फेरि म बोल्नु परिरहेको छ तिमी बोल्दैनौ एक्लै प्यार म आफै होस् गरेछु एक्लै बोल्नु परेको छ गाइज यो भिडियो त मिस गर्नुहुन्न यो प्लेस र यो भ्यू चाहिँ मिस गर्नै नहुने छ है वी आर कमिङ हियर वी आर कमिङ भेरी क्लोज अब एकदमै नजिक आइपुगेको छौँ एकदमै राम्रो बेन्डिङ रोड छ यो यस्तो राम्रो भ्यू आउँछ नि यहाँनिरदेखि यस्तो राम्रो भयो कि अनि यो भ्यूले चाहिँ यस्तो मनै छाउँछ अब चाहिँ ठ्याक्क हामी आयौँ यो चाहिँ अल्बर्टा सेन्टर यो चाहिँ
मान्छेको बस्तीबाट सबैभन्दा नजिक बसेको चाहिँ एल्बर्टसहरू यो चराहरू छ। यिनीहरू चाहिँ सबैभन्दा नजिक चाहिँ यो डनेलिनको चाहिँ यो नेचर वन्डर भन्ने ठाउँमा चाहिँ बस्छन् होइन। यो चाहिँ एकदमै राम्रो उयोहरू एनिमल के अरे बर्डहरू हो। यिनीहरू चाहिँ हामी पुग्यौँ। अब हामी कार पार्क गर्छौँ। म कार पार्क हेर्दैछु। कहाँनिर छ त स्पट चेक गर्नु पर्यो नि त। ल हेरौँ है कहाँनिर छ। सबै क्याम्पिङ गरेर बसिरहेछन् है। यता साइडमा होला त, लेफ्ट साइडमा पार्किङ छ। म हेर्दैछु पखन यहाँनिर। ओके ल अब यहाँनिर रहेछ पार्किङ। ल पार्किङ गरौँ यहाँनिर। ल ठिक छ पार्किङ चाहिँ ल भेट्यो होइन। अब चाहिँ लेट्स गो टु अदर प्लेस होइन। अब यहाँ चाहिँ यसो हेरौँ न त, एक्सप्लोर गरौँ कस्तो छ टक्क लागेर होइन। यो चाहिँ हेर्नु पर्यो। अब चाहिँ ल वाउ यो हो नि समुद्रको कस्तो राम्रो भ्यू छ यहाँ। यस्तो राम्रो यहाँको भ्यू त ओहो। यहाँनिर चाहिँ चराहरू आएर गर्छन्। ओहो लाइट हाउस पो रहेछ त यहाँनिर हे। यो लाइट हाउसले चाहिँ अब सिपहरूलाई डाइरेक्सन दिने होला है। त्यहाँ पारि हामीले चाहिँ एकदमै राम्रो सिप देखिन्छ, तर यो क्यामेरामा चाहिँ क्याप्चर नभएको छ। त्यति साह्रै चाहिँ राम्रो देखिँदैन। यो चाहिँ सिप चाहिँ मुभ भइराखेको छ त्यहाँनिर, तर हामीले चाहिँ यहाँ चाहिँ अलिकति क्यामेराले चाहिँ जुम गर्दाखेरि चाहिँ अलिकति देखेको छैन। तर चाहिँ अब नेक्स्ट स्पट वी आर मुभिङ। मेरो सुसी चाहिँ अगाडि हिँडिराखेको छन् अगाडि। अनि ल गाइस यो चाहिँ यसो एक्सप्लोर गर्दैछौँ हामीले। यहाँनिर एकदमै राम्रो छ यो भ्यू। यहाँनिर चाहिँ प्लान्टेसन गरिरहेको रहेछन् यिनीहरूले। यहाँ के प्लान्ट गरेको छन् होइन। हेर्दै जाउँ के रहेछ। एकदमै स्टनिङ भ्यू छ, स्टनिङ भ्यू छ। यहाँ चाहिँ प्लान्टहरू पनि कति धेरै लगाएको रहेछ है यतातिर चाहिँ है। हेर कस्तो राम्रो यो धेरै ठुलो भएपछि चाहिँ एकदम सही हुन्छ होला त। ल यहाँ म चाहिँ हिँड्दैछु। आफ्नै तालमा छ यो मान्छे। सुसीको ताल हेर न। सुसीको ताल कहाँ हो सोल्टी? बिन्दास छु नि म होइन। बिन्दास हिँड्दैछु कि म अब यता। कति छिटो हिँडेको त यता। कहाँ हो? यो भिडियो कसले खिचेको रहेछ? मैले त खिचेको होइन। यो भिडियो खिच्ने मै त खिचिरहेको। ओके अब हामी ब्याक टु कार पार्कमा आयौँ है। होइन हामी ब्याक टु हामी एल्बर्टा सेन्टरभित्र जाँदैछौँ। हामी अब एल्बर्टा सेन्टर भिजिट गर्दैछौँ होइन। अब यहाँनिर चाहिँ हाम्रो मेरी मायालु अगाडि अगाडि म पछि पछि जाँदैछु। यिनको मायामा म पागल भई पछाडि पछाडि दौडिँदैछु। सनी के छ खबर? ए ठिक छ नि। के हो कहाँ हो? ऊ जाँदैछु कि त्यो सेन्टरभित्र के रहेछ भनेर यसो हेर्नु पर्यो कि एक्सप्लोर गर्नु पर्यो। योपालि कस्तो भइरहेछ होइन। हेरौँ न त। अस्ति जस्तै छ कि राम्रो देखिया छ है भ्यू चाहिँ। कस्तो राम्रो के एकदम राम्रो देखिन्छ। एकदमै सही छ के भ्यू त। के गर्ने हेर त सबै मान्छेहरू सन्लिरहेछ यहाँ। लेट्स गो गाइज अब भित्र जाउँ। अनि त्यसपछि चाहिँ हामीले चाहिँ भित्रको चाहिँ धेरै कुरा अपडेट गर्न चाहिँ सकिँदैन। त्यहाँनिर चाहिँ अलिकति क्यामेराहरू चाहिँ अलिकति रेस्ट्रिक्सन छ। त्यही भएर हामी चाहिँ यहीँसम्म चाहिँ आजको लागि यो भिडियो चाहिँ यहीँबाट चाहिँ समाप्त गर्छौँ। अब हामी चाहिँ नेक्स्टमा हाम्रो के भयो भन्ने कुरा चाहिँ हामी चाहिँ नेक्स्ट भिडियोमा राख्छौँ ल। ओके।